आज चाहिँ हामी पिकनिकमा आएको यहाँ बिहार एन्ड रेस्टुरेन्ट सेन्टर चाहिँ आएको छ। खास चाहिँ नाम चाहिँ बनभाटेको भन्दो रहेछ। चाहिँ हामी चाहिँ यहाँ टिकट काउन्टर कारणले यहाँ चाहिँ टिकटहरू लिने ठाउँ हो। आज चाहिँ हामी पिकनिकमा आज पिकनिकले गर्दाखेरि चाहिँ आज आएको होइन। राम्रो छ, धेरै राम्रो छ सबै ठाउँमा हरियाली यस्तो किसिमको छ। अब ट्याक्कै छ, धेरै राम्रो छ, धेरै राम्रो है। ल म चाहिँ पहिला एकचोटि आएको थिएँ, यति राम्रो चाहिँ देखेको थिइनँ। आज चाहिँ धेरै राम्रो रहेछ अरे। ल आज चाहिँ धेरै रमाइलो चाहिँ गर्ने भनेर सबै चाहिँ हामी व्यापारीहरू सबै चाहिँ यहाँ आएको छु। आज फागुन 27 गते। आँखाले त तिमीलाई टाढा नजाऊ भन्छ, कहीँ गए साथै लानु। ए के भनेको तिमीले, छाया हो म तिम्रै, छोडी कहाँ जानु। ओ तिमीलाई मेरो बहिनीहरू पनि आइपुगेको छ। क्या नाच्नु भएको छ। अहिले देखाउँला है गाइस, पुरा फुल भिडियो। यसै गरेर हामीले चाहिँ अब सबै परिवारहरू सबमै एउटै फ्यामिली जस्तो गरेर आएर आज पार्टी यहाँ चाहिँ आज पार्टी और पिकनिक है। अनि हामी चाहिँ अब धेरै राम्रो रमाइलोहरू गऱ्यौँ। अनि यहाँ अब खेल्ने साइकल के भन्छ चाहिँ एकदमै राम्रो तरिकाले खेल्नुहुन्छ। यहाँ सबै चाहिँ हेर्नु न, सबै यो बानबाटीको सबै यो चाहिँ बानभाटे गएको सूर्यहरू खेल्ने। अनि यहाँ चाहिँ साइक्लिङ गर्ने ठाउँ रहेछ। यो चाहिँ साइक्लिङ है। हस् पाइने। अब म चाहिँ खेल्न सकेन, बुढो भयो होइन।
भर्खर आउनुवाला चाहिँ यहाँ चाहिँ इन्जोय रहेछ एकदमै। हामी चाहिँ चितवनबाट भर्खर आएको मान्छे, हामीले देखेको पनि थिएन होइन। धेरै राम्रो रहेछ, धेरै चिजहरू चाहिँ रहेछ। यो वनवाटिका वनविहार होइन, यसलाई चाहिँ के भन्छ खास गरी चाहिँ यो ठाउँलाई वनवाटिका नामले जान्छ कि अर्को कोही वनवाटिका होइन। यो कति नम्बर वडा? ए 2 प्रदेशमा। अनि यो चाहिँ त्यस्तो ठाउँको रहेछ। हामीले चाहिँ भर्खर आएको कारणले यहाँ चाहिँ धेरै राम्रो ठाउँ देखेँ मैले। अरू यो त भ्यू टावर पनि म अहिले एकछिनपछि तपाईँहरू त्यहाँ गइसकेपछि देखाउँछु। अनि अलि रमाइलो ठाउँै रहेछ। अलि बनाउने ठाउँ पनि बनाउँदै पनि हुँदो रहेछ यहाँ चाहिँ। यसै कारणले चाहिँ है यहाँ यो सबै उपलब्ध छ। आफ्ना बाल बच्चाहरूलाई एडभेन्चर खेलाइ साहसिक बनाउनुहोस्। यहाँ बनाएर राखेको चिजहरू यहाँ रहेछ तपाईँको। यहाँ चाहिँ रिसोर्टमा है 2 3 4 5 6 7 8 9 10 11 12 13वटा चाहिँ जस्तो पिकनिक रिसोर्ट भन्दा पनि हुन्छ। यहाँदेखि लिएर तपाईँको होइन अब यहाँ है यहाँदेखि चाहिँ जाने भएर चाहिँ तल आउनु पर्छ। यो चाहिँ हाम्रो आएको बाटो, अब यहाँबाट पनि जाने बाटो त्यस्तो किसिमको बाटोहरू छ। त्यसैले हामी अब घुम्न आयो आज चाहिँ। अहिले हाम्रो चाहिँ पार्टीमा चाहिँ एउटा यो चाहिँ रेल खेल्ने रहेछ यहाँ चाहिँ। भाइ खास गरी यसलाई चाहिँ के भन्छ? भाइ यसलाई चाहिँ के भन्छ खास गरी? पान्डा कि पान्डा? पान्डा हो कि पान्डा? पान्डा हो नि, पान्डा। यहाँ चाहिँ आएर तपाईँहरू पान्डा खेल्न सक्नुहुन्छ। उहाँको दोकान चाहिँ यहाँ है, यो यहाँ आउनु होला। सस्तो मूल्याङ्कन तरिका उहाँ भाइले पनि पान्डा खेलाउनु हुन्छ। म देखाउँछु अलिकति यता गरेर। सानो सानो बुढाहरू बच्चाहरू यहाँ चाहिँ पान्डा खेल्न आउनु भएकोहरू। यहाँ भएको गुरुजी चाहिँ उहाँ हुनुहुन्छ है। उहाँ चाहिँ गुरुजी हुनुहुन्छ। यो पान्डाको यसरी खेलाउनुहुन्छ।